एभ्रिवान, आज चाहिँ हाम्रो दिदी नाचुको एनिभर्सरी थियो। माला लगाइदियौँ अनि त्यसपछि हामी सबैजना जन्त आएको थियौँ अनि मम्मीले छाता उडाइदियो हुनुहुन्छ। कस्तो रमाइलो भयो। तर 50 वर्षको एनिभर्सरी थियो। हाम्रो बुवा हुनुहुन्छ, टिका लगाइदिँदै हुनुहुन्छ। उहाँ चाहिँ यति रमाइलो गऱ्यौँ, इन्जोय गऱ्यौँ। अनि त्यसपछि हिँड्नु भयो हाम्रो बिनाजु फुल लिएर दिदी लिनलाई। अनि हामी सबैजना नाच्दै रमाइलो गर्दै इन्जोय गर्दै गयौँ। अनि यो चाहिँ म अगाडिपट्टि फर्किएँ अनि आफ्नै भिडियो देखाइरहेको छु। अनि हामी घर आयौँ। घर आएर अब बेहुलाभित्र आउँछन्। यो अगाडि चाहिँ थाली बोक्ने चाहिँ साली नानी हुनुहुन्छ होइन। अहिले जुत्ता लुकाउनुहुन्छ। जुत्ता लुकाएको भिडियो नै एड गर्ने बाँकी छ। अहिले पछि गर्ने होला। जुत्ता लुकाएको नै एड गर्नुपर्ने छ। हाम्रो बाबु नाच्नु भएको छ। यहाँ चाहिँ बेहुली लिएर आयौँ हामीले। फुल दिनुभयो, बुके दिनुभयो बिनाजुले। अब माला लगाइदिनुहुन्छ। माला लगाइदिनु भयो। यति 50 वर्षको एनिभर्सरी मनाउनु पाउनु ठुलो कुरा हो। यति हाँसी खुसी भएर जीवन बिताउनु नै सबभन्दा ठुलो कुरा हो न त। कति रमाइलो भएको थियो आज। धेरै इन्जोय गऱ्यौँ हामीले। टोपी लगाइदिनु भयो। सिन्दुर चाहिँ मैले रेडी गरिदिँदैखेरि लगाइदिइसकेको थिएँ। रेडी चाहिँ मैले आफैले गरिदिएको दिदीलाई। अनि यहाँ केक आयो। दिदी बिनाजुले अब झिर्र बाल्नुहुन्छ। अनि त्यसपछि हामी केक काट्छौँ। अब केक काट्नु भयो दिदी बिनाजुले। दिदीले र बिनाजुले खुवाइदिनुहुन्छ एकअर्कालाई। अनि सक्यो। एकदम रमाइलो भएको थियो। अनि जुत्ता लुकाएको पाठ हाल्छु है म गाइजमा। यो पछि चाहिँ म जुत्ता लुकाउने बेला हुन्छ। बुवाले चाल्नुहुन्छ अनि हाम्रो दिदी आएर जुत्ता लुकाउनुहुन्छ। एकदम रमाइलो भएको थियो। जुत्ता लिएर जानुभयो। अनि अब जुत्ताको बार्गेटिङ हुन्छ यहाँनिर आएपछि। अनि त्यसपछि म जुत्ता लान्छु, सालिनी लान्छु भन्नुहुन्छ। म यत्रो मान्छे कहिले कुरा गर्दिनँ भन्दै हुनुहुन्थ्यो बिनाजुले। अनि पछि यहीँ सबैजना भएर कुरा गर्नुभयो। रमाइलो भएको थियो। अब जुत्ताको लागि पैसा 500 रुपियाँ दिनुहुन्छ अनि मान्नुहुन्न। अनि त्यसपछि फेरि दाजुले अब खुजुरा कति थियो निकालेर सबै दिनुहुन्छ। अनि दिनुभयो। अब फेरि साली लास्टै सोधी हुनुहुन्छ कि दिइहाल्नुभयो। बार्गेटिङ नगरिकन जुत्ता राखिदिनु भयो। अनि पैसा पाएँ भन्नुभयो। खुसी हुनुभयो। अनि हाम्रो सकियो। अब नाचेको चाहिँ यो भिडियोमा हाल्दिनँ, म अर्को भिडियो हाल्छु। थ्याङ्क यू एभ्रिवान। बाई। थ्याङ्क यू सो मच।